साथीहरु म चाहिँ अब दुध दुहुन लागेको है सासु नभएको 3-4 दिन भइसक्यो नि त सासु जानुभएको अनि त्यही भएर सासुको कपडा लाएर पछ्यौरा लाएर लुङ्गी लाएर है दुध दुहुन लागेको छ साथीहरु बडा झ्याउ छ है। एक बाल्टिन मात्र दियो, एक बाल्टिन र यो भोरी हुन्थ्यो दुध चाहिँ सधैँ सासूले दुहुन बानी अनि त्यही भएर मलाई यसले खासै दिएन दुध। साथीहरु म चाहिँ घाँस काटेर नै आइसक्यो है। अहिले चाहिँ भैँसी बाख्राहरू सबै अघाइसक्यो अनि यो घाँस चाहिँ अनि बेलुकालाई काटेको हो। अब घाँस पुर्याएपछि आनन्द दिउँसोमा चाहिँ आराम गर्न पाउँछ नि त। अनि आराम त के कति धेरै कपडा धुन छ कुम्रो पिस्न त्यस्तै हो। घरको काम कहिले पनि भ्याउँदैन है साथीहरु। बङ्गुरको मासु चाहिँ भुटेर राखेको थिएँ है, यही बोसोमा गाडेर राखेको थियो अनि म चाहिँ यसलाई नै अब ग्रेभी बनाएर अनि यसैसँगको खासै तरकारीहरू पनि बनाउन मन लागेन अनि यसैलाई नै ग्रेभी बनाएर झोल बनाएर खाने कस्तो हुन्छ है साथीहरु। यहाँ बाल्टिनमा थुपारेर राखेको छ। यो चाहिँ अब बङ्गुरलाई हाल्दिने हो। केही पनि गनाउने केही पनि भएको छैन यो बोसोमा गाडेर राखेको भएर। साथीहरु म दुध पकाउँदै छु। खानाहरू चाहिँ भित्र बसालेको छु है किचनमा। अहिले चाहिँ म यहाँ दुध पकाउँदै छु। यहाँ दुध उम्लिनै लागेको छ है। हत्तै गइहाल्यो भने फेरि आगो पर्छ नि त। आगो पर्यो भने फेरि भैँसीको थुन फुट्छ र क्या, त्यही भएर हेरेको। यो पाकेपछि फेरि घिउ पनि पकाउनै छ है साथीहरु। दुध उम्ल्यो यस्तो हुन्छ कि हेर्नु न, यस्तो कराईमै नअड्ने छ दुध पनि। मलाई त कराउनुहुन्छ सासूले। हाम्रो त लोकल टमाटर पनि छ। हेरौँ म अब खाना खान्छु है त। चटनी छ नि त, चटनी बिना फेरि बाँच्न नसक्ने मान्छे मै हो। अब खाए ल साथीहरु। बङ्गुरको मासु पकाएको बोसो चाहिँ राखिदिएको छु। बुढोले खानुहुन्छ। यहाँ चटनी बनाएको छु। यहाँ घिउ पकाउँदै भात खान लागेको छु है। म चाहिँ भोक लाग्यो है। घाँस ससरी पनि पुर्याएर राखेको छु। अब कुँडोहरू पनि पकाउने भन्दाखेरि पनि बेलुकामा हो पकाउने त। पिस्नै छ कुँडो चाहिँ अनि कपडाहरू पनि धुन हो। यहाँ घिउ पकाउँदै छ है। दुध चाहिँ पाक्यो। म चाहिँ खाना खाँदै पकाउन लागेको है। जुठो पार्ला जस्तै गरेर खागो भनेर भन्नुहुन्छ होला इन्दु मगरले। त्यो होइन है। फेरि मैले चाहिँ एकदम यता के अरे जुठो चाहिँ पार्दैन है। सफाइ नै गर्छु है। मान्छे नराम्रो भए पनि एकदम मन चाहिँ सफा छ है मेरो चाहिँ। खाए ल।